हामीसँग घर आज होला भोलि नहुन पनि सक्छ, हामीसँग राम्रो स्वास्थ्य आज होला भोलि नहुन पनि सक्छ, हाम्रो सुन्दर रूप आज होला भोलि नहुन पनि सक्छ, हामीलाई मन पराउने मान्छेहरू आज होला भोलि नहुन पनि सक्छन्। परिस्थितिहरू बेग्लै बेग्लै भएर जान्छ, संसार यस्तै छ। तर वचनले भने जस्तै हामी जतिन्जेल बाँच्छौँ प्रभु येशूमा भएर बाँच्छौँ। आमेन। यो अठोट गर्ने समय हो। यो नै सबसे ठुलो धन हो। द्याट इज द ग्रेटेस्ट वेल्थ। यो भन्दा ठुलो धन संसारमा केही पनि छैन। हामीले अब उहाँहरू अग्रज बुवाहरू हुनुहुन्छ, उहाँले अब आफ्ना छोरा नातिको लागि छोड्ने सम्पत्ति नै यही हो। तपाईँले म एउटा सानो उदाहरण मैले जोड्न चाहेँ। मेरो बुवा, मेरो हजुरबुवा, मेरो क्षेत्रको हजुरबुवाको पालामा एकदम धनी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको पालामा त्यो क्षेत्रमा बराबर धनी कोही हुनुहुन्थेन। अनि उहाँले के गर्नुभयो भने हाम्रो बुवाको लागि धन सम्पत्ति छोडेर जानुभयो। तर बुवाहरूले त्यो धन सम्पत्ति मलाई लाग्छ 1 दशकसम्म पनि राम्रोसँग चलाउन जानु भएन। त्यो सम्पत्ति विथिन 1 दशकको पिरियडमा 10 वर्ष पिरियडमा लगभग सक्नुभएको जस्तो मलाई लाग्छ। र हाम्रो नातिको पालामा केही हदसम्म रह्यो होला, त्यसपछि लगभग सकिएको अवस्था छ। धन सम्पत्ति हामीले छोरा नातिको लागि साथ लियो भने मलाई लाग्छ त्यो छेडीको थियो। उनीहरूले केही वर्ष चलाउन सक्छ तर 0 न्युट्यान्न भएर जान्छ। कसै मान्छेले त्यति याद गर्दैन। तर हामीले आफ्ना छोरा नातिको लागि हाम्रो ठुलो धन सम्पत्ति नै प्रियहरू यो विश्वासको कदमको कुरो। हामी अब छोरा नातिको लागि हामी को छोडेर जाँदैछौँ, यो सबसे ठुलो धन सम्पत्ति हो। यो 10औं पुस्तासम्म मान्छेले याद गर्नेछन्। छोडेको धन, छोडेको घर, छोडेका कुराहरू, जग्गा जमिन, छेडी एउटा सन्तानले मात्र याद गर्न सक्छन्। तर जुन हामीले अब आउने छोरा नातिहरूको लागि एउटा ठुलो विश्वासका कुराहरू, आज्ञा पालन गर्ने कुराहरू, धार्मिकता कुराहरू छोडेर जान्छौँ भने प्रियहरू यो 10औं पुस्तासम्म भएर जान्छ। 10औं पुस्तासम्म यसले आशिष लिएर म तपाईँहरूले एउटा चुनौतीको कुरो पनि राख्दैछु। त्यही भएर हामी जतिन्जेल बाँच्छौँ, हजुरहरू जतिन्जेल बाँच्नुहुन्छ, म जतिन्जेल बाँच्छु, जतिन्जेल हामी बाँच्छौँ, हामी येशूको भएर बाँच्छौँ प्रियहरू। हामी संसारमा कतिवटा हामी आफै लागि बाँचिरहेका हुन्छौँ। त्यो छेडी समय हो, छेडी कुरा हो। यो सकिएर जान्छ, त्यो रहँदैन। स्वास्थ्य पनि त्यस्तै हो होइन। संसारमा मान्छेहरू त प्रशस्त हुँदा मात्र गन्छन्, नहुँदा मान्छेले भुल्छन्। यो संसारको नियम नै हो। तर प्रियहरू सबैभन्दा रहिरहने सबभन्दा ठुलो वेल्थ भनेको नै हाम्रो धार्मिकता। हामीले के गरिरहेको छौँ, हाम्रो सम्बन्ध, अब आउने पुस्ताले हामीलाई कसरी हेर्ने, अब आउने हाम्रो छोरा नातिहरूले हामीलाई कसरी हेर्ने, हामीले उनीहरूको लागि के धन सम्पत्ति छोडेर जाने। संसार छोड्दै गर्दा भोलि मैले भर्खरै बिहा गरेँ, अब सायद लाग्छ अबको यो टाइमिङमा त म बुवा पिता भइसक्छु। मैले मेरो भोलि हुने प्रभुले मलाई के दिनु, छोराछोरी के दिँदै हुनुहुन्छ, उसको लागि मैले सम्पत्ति के छोड्ने त। मैले हजुरबुवाले टन्न सम्पत्ति त्यो बेला छोडिजानु भएको थियो, 10 वर्ष पनि रहेन, हराएर गयो, सक्यो। 10 वर्ष पनि राम्रोसँग चलाउनु भएन जस्तो लाग्यो मलाई होइन। अब भोलि मैले मेरो छोराको लागि अथवा छोरीको लागि प्रभुले मैले के छोड्ने, उसको लागि मेरो लागि ठुलो सम्पत्ति के त। प्रियहरू यो विश्वासको कुरो, धार्मिकताको कुरो, वचनभित्र रहने कुरो, हामी प्रभुसँग कसरी हिँडिरहेका छौँ, यो रहिरहने कुरो हो प्रियहरू। यो 10औं पुस्तासम्म जान्छ, यसले 10औं पुस्तासम्म आशिष ल्याउँछ। संसारका छेडी कुराहरू त छेडी समयको लागि मात्र आशिष ल्याउँछ, त्यसपछि हराएर जान्छ, नित्यान हुन्छ। तर प्रभुसँगको सम्बन्धको कुरो, विश्वासको कुरो, धार्मिकताको कुरो यो 10औं पुस्तासम्म यसले ल्याउने। भोलि अब हामी संसार छोड्दै गर्दा हाम्रा छोरा नातिलाई हामीले भन्न सक्नु पर्यो, मैले उत्तम लडन त लडेँ, हे छोरा, हे मेरो नाति भनेर भन्न सक्नु पर्यो। यसले चाहिँ 10औं पुस्तासम्म आशिष लिएर आउँछ। साँच्चीकै हो, साँच्चै यसले 10औं पुस्तासम्म आशिष लिएर आउँछ। त्यही भएर वचनले भने जस्तै हामी संसारमा हामी जतिन्जेल बाँच्छौँ, हामी प्रभु येशूको भएर बाँच्छौँ। अहिले भलै तपाईँहरूको मैले हजुरहरूलाई मैले उदाहरण लिन चाहेँ। तपाईँहरू यो गाउँमा धेरै व्यक्तित्वहरू हुनुहुन्छ, तपाईँहरू जस्तो उमेरको, धेरैले प्रभुलाई चिन्नु भएको छैन नि। तपाईँहरूलाई चाहिँ लाखौँ हजारको बिचबाट प्रभुले चुन्नुभयो। यो सबसे ठुलो कुरो प्रियहरू। यो कुरोमा हामीले घमण्ड गर्ने कुरो, अन्य कुरामा घमण्ड गर्ने कुरो छैन। सबै कुरा सकिएर जान्छ, सम्पत्ति पनि सकिएर जान्छ। तपाईँले देखिराख्नु होला कस्तो कस्तो मान्छे हिरोबाट 0 भएको त्यो ठाउँबाट तल पुगेका छन्, तपाईँले देखिराख्नु भएको छ। सम्बन्ध यस्तै हो, संसारका कुराहरू, स्वास्थ्य त्यस्तै हो, परिस्थितिहरू यस्तै हो। तर सबसे रहिरहने कुरो नै यही हो प्रियहरू, धार्मिकताको कुरो, हाम्रो विश्वासको कुरो, हामी संसारमा कसरी रहिरहेका छौँ। धेरै व्यक्तिहरू छन् आज प्रभु चिनेका छैनन् होइन, छैनन् यहाँ धेरै व्यक्तिहरू हुन्छ। तर प्रभुले तपाईँलाई किन, तपाईँहरूलाई नै चुन्नुभयो त, किन अरूलाई चुन्नु भएन?
धेरै व्यक्तिहरू छन् नि प्रभुको बारेमा सुनेका यहाँ वरपर कति छन् तपाईँहरूलाई सुन्नु भएको छ। त्यहाँ केही ठुलो उद्देश्य छ प्रभुको। यो तपाईँहरूको कारणले गर्दा, तपाईँहरूको धार्मिकताको कारणले गर्दा भोलि 10औं उपस्थानमा यसले आशिष आउँछ। म देखेर राखेको छ आजको वचनलाई। तपाईँहरू प्रभुमा राम्रो प्रकारले जति त्यो विश्वास, ठुलो विश्वास साथ जिउनुभयो संसारमा, तपाईँले आफ्नो दौड उत्तम तरिकाले लड्नुभयो भने त्यो आशिष 10औं पुस्तासम्म जान्छ। यो लेखेर राख्नु, 10औं पुस्तासम्म आशिष आउँछ, 10औं पुस्तासम्म आशिष आउँछ। तर हामी संसारमा कसरी जिइरहेका छौँ, हामी के गर्दैछौँ? त्यही भएर वचनले भने जस्तै म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रीष्ट ममा जिउनुहुन्छ। प्रिय, अब हामीमा ख्रीष्ट झल्किन आवश्यक छ। अब म भन्ने होइन, प्रभु येशू हामीमा झल्किनु पर्यो। हाम्रो स्वभावबाट, हाम्रो व्यवहार जब हामी येशूलाई हेरेर जिउँछौँ भने प्रियहरू, यो संसारमा कसले के गरिरहेछ भन्ने कुराले असर पार्दैन। त्यही भएर म तपाईँहरूलाई के उत्साह दिन चाहन्छु, यो बिहानीको समयमा हामी येशूलाई हेरेर जिउँ। मानिसलाई हेरेर जिउनु भयो भने तपाईँको विश्वास धर्म लिन थाल्छ, हल्मलिन थाल्छ। व्यक्तिलाई हेरेर जिउन थाल्नुभयो भने तपाईँको विश्वास धर्म लिन थाल्छ, हल्मलिन थाल्छ। तपाईँ येशूलाई हेर्नुभयो भने उहाँले कहिले पनि धोका दिनुहुन्न, उहाँबाट कहिले पनि अशान्ति आउँदैन, उहाँबाट कहिले पनि घाट आउँदैन उहाँलाई हेरेको कारणले। म यो 100% ठोकाका साथ भन्न सक्छु तपाईँलाई यो समयमा। त्यही भएर येशूलाई हेरेर जिउनुहोस्। व्यक्तिलाई हेर्नुभयो, अन्य परिस्थितिलाई हेर्नुभयो भने परिस्थिति अप्ठ्यारो हुन सक्छ, तपाईँमा त्यो प्रकारको खुसी हुने कारणै हुँदैन। तर येशूलाई हेरेर जिउनुभयो, म जतिन्जेल संसारमा बाँच्छु येशूमा भएर बाँच्छु, जसले जेसुकै भनेर तपाईँले भन्नुभयो, त्यो अठोटका साथ, त्यो निर्धक्कका साथ येशूमा भएर जिउनु भयो भने तपाईँ संसारमा जिउन पनि खुसी तरिकाले जिउन सक्नुहुन्छ। साँच्ची के हो? र यसले पुस्तौँसम्म आशिष लिएर आउँछ। त्यही भएर म तपाईँहरू सबैलाई उत्साह दिन चाहन्छु। म ख्रीष्टसँगै क्रुसमा टाँगेको, मैले फेरि पनि दोहोऱ्याएँ, म ख्रीष्टसँगै क्रुसमा टाँगेको छु। अब उपरान्त जिउने म होइन तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु। यो अठोट गर्ने बेला हो, यो साथका साथ भन्ने बेला हो, त्यही अनुसार हिँड्ने बेला हो। भलै हाम्रो वरपरका गाउँलेहरू, दाजुभाइहरू छुट्टै प्रकारले जिइराख्नु भएको हो, किनभने उनीहरूले साँचो परमेश्वरलाई चिन्नु भएको नै छैन। तर हामीले त चिनेका छौँ, हजुरहरूले चिन्नु भएको छ। अति विश्वासको स्पष्टीकरण, प्रकटीकरण गर्ने बेला हो, जिएर देखाउने समय हो। अरूले जेसुकै भनौँ, तपाईँहरू जब प्रभुमा भरोसा गरेर हरेक परिस्थिति दिनचर्या त्यसरी बित्छ भने नि, मैले भने नि, तपाईँहरू संसार छोड्दै गर्दा ठुलो धन सम्पत्ति छोरा नातिको लागि त्यही। अन्य कुरा पनि चाहिन्छ, नचाहिने भनेको होइन, चाहिन्छ, जोडेर जानुहोस्। तर त्योभन्दा ठुलो उत्तम धन सम्पत्ति नै विश्वासका पाइलाहरू तपाईँले कसरी चलाइराख्नुहुन्छ। भोलि छोरा नातिले सिक्ने त्यही हो, त्यसले 10औं पुस्तासम्म आशिष लिएर आउँछ। यो कुरो एकदमै इम्पोर्टेन्ट हो। त्यही भएर म तपाईँलाई उत्साह दिन चाहन्छु। अब हाम्रा पुरानो जीवनशैलीहरू होइन क्रुसमा टाँगिसकेका छन्। हेर्नुहोस्, यहाँ क्रुस छ, यो क्रुसमा हाम्रो पुरानो स्वभाव सबै टाँगिसकेका छन्, सबै क्रुसमा गइसकेका छन्। उहाँले हाम्रो पुरानो स्वभाव, हाम्रो पुरानो चालचलन, हाम्रो पुरानो रीतिरिवाज, हामीले गर्ने पुरानो के कुराहरू छ नि, हामीले क्रुसमा टाँगिसकेका छौँ। त्यो क्रुसमा प्रभु येशू ख्रीष्टले सबै कुरो लिइसक्नु भएको छ। अब हामी नयाँ भएका छौँ। अब हाम्रो गर्ने तरिका अब नयाँ भएको छ। हामी पहिला त त्यही गर्थेन, हजुरहरूले पनि त्यही त गर्नुहुन्थ्यो होला, संसारले जे गर्थ्यो त्यही त गर्नुहुन्थ्यो होला। अब हामी त येशू पाइसकेको त्यो कुरा त हटिसकेका छन् होइन। त्यही भएर दोस्रो क्रन्थी 5:17ले के भन्छ भने त्यही भन्छ, यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिरहेको छ, हेर नयाँ आएको छ। हामी त अब नयाँ भएका छौँ। त्यही भएर जतिन्जेल बाँच्छौँ, अब हामी आफ्नै लागि होइन, हामी कतिन्जेल बाँचिन्छ संसारमा। उमेर ढल्किँदै जान्छ, अनेक कुराहरू छेडीको बिलाउँदै जान्छन्। तर हाम्रो धार्मिकता, हामीले प्रभुसँग कसरी जिइरहेका छौँ, हाम्रो शाखा अब आउने सन्ततिहरूले, अब आउने सन्तानहरूले, अब आउने छोराछोरीहरूले, अब आउने पिँढीहरूले के सिक्ने त हामीबाट? त्यही हो प्रियहरू, यो सबसे उत्तम कुरा त्यही। त्यही भएर अब हामी चाहिँ खडा भएर खडा हुने समय हो। यो निराश हुने, चिन्ता फिक्रीमा रमाउने समय होइन। जतिन्जेल बाँच्ने म प्रभुमा भएर बाँच्छु भनेर भित्रका साथ, ढुक्कका साथ भनेर अगाडि बढ्ने समय हो, संसारमा जिउने समय हो, हाम्रो समाजमा जिउने समय हो प्रियहरू। जब हामी यसरी बाँच्छौँ भने नि साँच्चीकै प्रभुबाटको त्यो आनन्द, प्रभुबाटको शान्ति हाम्रो जीवनमा भएको हुन्छ। त्यही भएर गलाती 5:1 पदमा मैले जोड्न चाहेँ,
स्वतन्त्रताको निम्ति ख्रिस्टले हामीलाई स्वतन्त्र पार्नु भएको छ। हामीलाई यी पुराना कुराहरूबाट सही कुराहरूबाट प्रभुले आज हामीलाई के बनाइसक्नु भएको छ त? स्वतन्त्र बनाइसक्नु भएको छ प्रियहरू। पहिला जे जति थिए कुराहरू सबै हटाइसक्नु, अब हामी नयाँ भइसकेका छौँ। स्वतन्त्रताको निम्ति ख्रिस्टले हामीलाई स्वतन्त्र पार्नु भएको छ। यसकारण अब डरा भएर खडा हो, फेरि पनि दासत्वको जुवा पनि नपराऊ। आमेन। गलाती 5:1 है। म तपाईँलाई उत्साह दिन चाहन्छु। अब हामी चाहिँ प्रभुको लागि स्वतन्त्र भएर खडा हुने समय हो। अब उहाँको लागि जिउने समय हो। यी सानातिना कुराहरूमा, सानातिना झिना मेसिना कुराहरूमा, होइन, मन तातो हुने कुराहरूमा, सानातिना तिता मिठा कुराहरूमा अल्मलिने समय होइन प्रिय। त्यही भएर म तपाईँलाई उत्साह दिन चाहन्छु। स्वतन्त्रताको निम्ति ख्रिस्टले हामीलाई स्वतन्त्र पार्नु भएको छ। यसकारण डरा भएर खडा हो। हाम्रो विश्वासको लागि डरा भएर खडा हुने प्रियहरू जति दिन मान्छौँ, किनभने हामीले जे गरेका छौँ त्यो सही गरेका छौँ। जे निर्णय हामीले लिएका छौँ त्यो सही गरेका छौँ। किनभने प्रभुलाई पाउनु भनेको चान्चुने कुरा होइन। धेरै व्यक्तिले आज बिचरा तिनीहरूलाई त म कस्तो लाग्छ, तीत लागेर आउँछ, एकदम दया लागेर आउँछ। आज धेरै हजुर जस्तो बुढाहरू यहाँ हुनुहुन्छ, उनीहरूले प्रभु पाएका छैनन्, मलाई एकदम दया लाग्छ। बिचरा जस्तो लाग्छ उनीहरू प्रभु नपाएका व्यक्तिहरू। तर हामीले त प्रभु पाएका छौँ नि, हामी सबैले प्रभु पाएका छौँ। यो उत्तम कुरा हो। त्यही भएर हामी जतिन्जेल बाँच्छौँ प्रभुलाई हेरेर, होइन, एकदम विश्वास ढुक्कका साथ स्वतन्त्र भएर, होइन। अब पनि पहिला जे हामीले गऱ्यौँ त्यतातिर फर्किने, त्यतातिर हाम्रो दिमाग जाने कुरो गर्नु भएन हो। त्यसले गर्दाखेरि हामीले अहिलेसम्मको गरेको विश्वास सबै जिरो हुन्छ। हाम्रा अब आउने भावी पिँढीहरूले सबै कुरा हराएर जान्छ। त्यो हामी भाइ आउने पिँढीको लागि केही पनि छोडेर जान सक्दैन। त्यही भएर त्यो सबसे ठुलो कुरो यही हो। हामी अब आउने सन्ततिका लागि हामी के छोडेर जाने? त्यही भएर तपाईँहरूलाई म त्यही उत्साह दिन चाहन्छु। अब हामी जतिन्जेल संसारमा बाँच्छौँ, यहाँ हजुरहरू हुन्छ जतिले हामी बाँच्छौँ, अब हामी चाहिँ परमेश्वरका लागि बाँच्छौँ, उहाँका लागि बाँच्छौँ। यो सबसे उत्तम कुरा हो। यही हो। जब हामी यसरी अगाडि बढ्छौँ भने परमेश्वरले हामी तपाईँहरूको प्रत्येकको जीवनमा त्यसपछि काम गर्न थाल्नुहुन्छ। यो हृदयको कुरो हो। यो कुरो तपाईँले हृदय अपनाएर अगाडि बढ्नुभयो भने साँच्चीकै यसले परिवारमा प्रभुले काम गर्न थाल्नुहुन्छ। किनभने अग्रजहरूबाट आशिषहरू बहन थाल्छ प्रियहरू। हजुरहरूको छोरा नातिहरूमा आशिष बहन थाल्छ। 100% होइन। संसारका कुराहरूले भने जस्तो कुरो होइन। यो त शक्तिशाली प्रभुको वचनले हामीलाई देखाएको कुरो। जब हामी यो अनुसार अगाडि बढ्छौँ भने यसले हाम्रो जीवनमा पक्कै पनि आशिष लिएर आउँछ। हुन्छ। प्रभुलाई धन्यवाद भएको। केही समय हामी एकचोटि खडा हुनेछौँ हाम्रो खुट्टामा।